नमस्कार, तपाईहरुलाई स्वागत छ गोल्जे संचारको संगीत विशेष कार्यक्रममा। आज हामी तपाईहरुलाई तामाङ समुदायकी उदाउदी गायिका रोशना लुम्बाको संगीतिक यात्रा र उनको हालै सार्वजनिक भएका तामाङ सेलो नयाँ गीत भिसानी लाग्यो परदेशको जानकारी प्रस्तुत गर्दै छौं। रोशना लुम्बा तामाङ समुदायको नयाँ पुस्ताकी एक होनहार गायिका। उनले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएकी छिन्। उनको स्वरमा रहेको मिठास आत्मा छुने सुरिलो स्वर र तामाङ सेलो संगीत प्रतिको माया नै उनको पहिचान हो। उनले गाएका केही गीतहरू पहिलेदेखि नै चर्चित रहिआएका छन्। तामाङ सेलो, नादिङ सेलो र मौलिक भाका खन्तोकेमा उनको गहिरो पकड छ। उनी जति मिठासका साथ गाउँछिन् उति नै भावनाले भरिएका छन् उनका गीतहरू। भिसानी लाग्यो परदेशको यस गीतमा लुम्बाको शब्द, अशोक तामाङको संगीत, जोगलाल लामाको एरेन्ज र स्वर, रोशना लुम्बा र विश्वदोङको सांगीतिक सहकार्य रहेको छ। भिसानी लाग्यो परदेशको गीतले परदेशी पीडा, घरको सम्झना अनि प्रेम र बिछोडको कथा मार्मिक रूपमा व्यक्त गर्छ। गीतको शब्दहरूले विदेशीको युवाको भोगाई, आमाबुवाको याद अनि मायालु प्रतिको गहिरो समर्पणलाई लुम्बाको सुरिलो स्वरले यो भावनालाई अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ, जुन एकदमै मौलिक र सांस्कृतिक शैली नादिङ भाकामा आधारित छ। गीतका शब्द, संगीत र धुनहरू सबैले एउटै भावना बोक्दछन्। घरको सम्झना, मायालुको याद र त्यो गाउँको रमाइलो माहौल कहिले फर्किएला जस्तो लाग्छ। लुम्बाको स्वरले तामाङ समुदायको भावना मात्र होइन, सम्पूर्ण नेपाली युवाहरूको कथा सुनाउँछ। विश्वदोङको साथमा उनले प्रस्तुत गरेको यो गीत अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ। गीतले केवल मनोरञ्जन मात्र नभई तामाङ संस्कृतिको प्रचार प्रसारमा पनि ठूलो भूमिका खेलेको छ। अहिलेको पुस्ताले बिर्सिँदै गएका मौलिक भाकालाई फेरि सम्झाउने काम गरिरहेको छ यो सिर्जनाले। अन्त्यमा हामी गोल्जे संचार मार्फत रोशना लुम्बा र सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु र सफलताको शुभकामना दिन चाहन्छु। गोल्जे संचारद्वारा प्रस्तुत कार्यक्रम संस्कृति, संगीत र सत्य समाचारका साथमा फेरि भेटौँला अर्को एपिसोडमा। धन्यवाद।